ठीक बुझायो। जनकपुरमा प्रहरी र व्यवसायीहरूको विवादले उग्र रूप लिँदा उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। उनको टाउको सहित शरीरका विभिन्न भागमा चोट लागेका छ र अहिले प्रादेशिक अस्पताल जनकपुर धाममा उपचार भइरहेको छ। घटना जनकपुर धाम 5 सुनरपट्टी बजारमा भएको हो, जहाँ प्रहरी र व्यवसायीहरूको बीचमा झडप भएको थियो।